पछि गर्ने आउने भोलिपछि भएछ डोजर लायो भने त हाम्रो झन् डोजर अब म एउटा कुरा भन्छु हजुरलाई हामी सुन्नु न यहाँ हेर्नु हामी लेखेर एकचोटि आएको त तपाईँलाई एउटा कुरा म के भन्छु भने तपाईँहरूलाई धोका दिने हामी होइन तपाईँलाई धोका दिने वर्षौँदेखि तपाईँहरूको नाममा राजनीति गर्ने हुन् जसले चाहिँ 30-35 वर्षदेखि हामी लाल पूर्जा दिन्छौँ भनेर धोका दिने हुन् हामी आएको जम्मा 3 वर्ष भयो 3 वर्षमा हामीले तपाईँलाई धोका दिएका छैनौँ र हामी दिने पक्षमा नि छैनौँ पुग्ने कुरा हामी गर्छौँ है यही चित्रपुरको घटना तपाईँले हेर्नुभयो होला नक्कली लाल पूर्जा दिएको कुरा पनि थाहा छ होइन त्यो कसले दियो हामीले त होइन राजनीति कसले गरेको छ प्रष्ट बुझ्नुहोस् तपाईँलाई डोजर लगाएर घर बिन बनाउने हाम्रो उद्देश्य पनि हुँदैन त्यस कारणले गर्दाखेरि हामीले मजाले भन्छौँ भूमिहीन स्ववासीहरूलाई सक्कली लाल पूजा सहितको पुनर्स्थापना हामीले भनेको छौँ यो बोल्नलाई बोलेको होइन तपाईँले 36 वर्ष कसैलाई भोट दिएर तपाईँलाई धोका दिए भनेदेखि यसपटक मत परिवर्तन गर्नुहोस् मात्र 5 वर्षको लागि त्यतिखेर भएन भने अर्कोचोटि आउँदाखेरि यही घन्टी निकालेर होला हामीलाई नि किन भनेदेखि तपाईँहरूले हामीलाई यो सुकुम्बासीलाई चाहिँ एउटा लाल पूजा दिएर चाहिँ हामीलाई एउटा के भन्छ बस्ने होइन उनीहरूलाई चाहिँ बस्ने एउटा बाध्यता बनाइदिनु भयो भने नि तपाईँहरूलाई चाहिँ भोट माग्न आउनै पर्दैन नमस्ते गर्ने भोट तपाईँहरूलाई हामी नमस्ते गर्दै आउँछौँ ल अर्कोचोटि हामी त्यो बनाउँछौँ